हेलो हेलो नमस्ते नमस्कार वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप तपाईँहरू सम्पूर्णलाई सन्चै होला। मलाई पनि एकदम फिट एन्ड फाइनमा पनि एकदम गुड छ। सो गाइज होइन, हिजोको हिँडे चाहिँ निकै साह्रै नै भइसक्यो होइन। अहिले भनेको साँझको 6 बज्न लागिसक्यो। सो अहिलेसम्म चाहिँ म सुतिरहेको अवस्था हो। भर्खर उठेर म चाहिँ यसो केही कुरो भनिदिउँ न त, किन भिडियो आएन भन्नु होला फेरि भनेर सो तपाईँहरूको सामु यो ब्लग चाहिँ बनाएको छु। सो गाइज त्यस्तै हो होइन, हिजो भनेको त्यस्तै हो, दिनभरि हिँडियो लास्टै खुट्टा फिला दुखेर त भइसक्यो। सो त्यही भएर होइन आएर बेलुका आएर सुतेपछि त साला उठ्नै नसक्यो यार होइन। उठेर हिँड्नु टोइलेट जान नै गाह्रो भएको यार हिजो अघि बिहान त। त्यही भएर अहिले चाहिँ हल्का ठिक भएको जस्तो महसुस भइरहेको छ। सो त्यही हो गाइज होइन, त्यही भएर छोटो मिठो ब्लग बनाउने कोसिस गरेको छु। सो गाइज अहिले चाहिँ म कहाँ छु भनेदेखि कोदो बारीमा छु होइन। कोदो बारीमा छु अहिले चाहिँ। कोदो पाक्नु लागेको रहेछ। सो अहिले चाहिँ कोदो पाक्ने सिजन पनि हो, किनकि अहिले चाहिँ दसैँ तिहार पनि लागिरहेको छ नि त। त्यही भएर यो कोदो फुलेको कोदो पाकेको देख्दा हामीलाई चाहिँ कता कता दसैँ तिहार आएको जस्तो फिल चाहिँ हुन्छ होइन। त्यही हो। सो यता हेर्नु सक्नुहुने चाहिँ यस्तो ठाउँ हो होइन, यस्तो ठाउँ भनेर भनिरहेको छु तपाईँहरूलाई। सो म तपाईँलाई कोदो देखाउँछु ल, हेर्नुहोस् त कति माया लाग्दो। खाइदिउँ क्या खाइदिउँ? खाइ चाहिँ नदिउँ, मलाई अलिक पाकेको छैन, भोलि पर्सि पाकेपछि टिपेर। तर यो चाहिँ पाके जस्तो छ यार, कि यो पाक्यो हो? यो पाक्यो होला सायद। अब धेरै चाहिँ होइन, 15 दिनमा चाहिँ यो कोदो टिप्ने हुँदो रहेछ। सो त्यही हो, कोदो टिपेपछि टक्कसँग यसलाई पहिला टिप्ने अनि यसलाई सुकाउने, अनि यसलाई सुकाएपछि के गर्ने, सुकाएपछि यसलाई कुटेपछि यसलाई बुट्ने होइन यार, यसलाई फेरि कुट्ने पकाउने अनि टक्कसँग जाँड पकाउने अनि छान्ने अनि टक्क खाने। वाउ क्या मस्त यार। त्यस्तै हो गाइज होइन। यो चाहिँ हेर्नु सक्नुहुन्छ, यो चाहिँ कत्रो ठुलो रुख हो भन्नु होला। फेरि यो रुख चाहिँ ठुलोइसक्यो, यसलाई काट्नुहोस् केही गर्नु मिल्दैन क्या। सो यो मुनि चाहिँ बिउ त थाहा छ कि, त्यही भएर होइन त्यो चाहिँ काट्नु त्यस्तो चाहिँ मिल्दैन। त्यही गाइज के गर्नु, यस्तै हो गाइज। त्यही हो यार, दिनभरि सुत्यौँ के गर्नु, त्यस्तै छ अब। सो गाइज त्यस्तै हो। आजको ब्लग यहीँ टुङ्गिन चाहन्छु। मिस्टर बेबी ब्लगलाई सपोर्ट देखाउनु होला, सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट सेयर त छँदैछ, तपाईँहरूले गरिहाल्नुहुन्छ अनि मलाई माया गर्नुहुन्छ त्यो पनि थाहा छ। सो त्यति भन्दै आजको ब्लगबाट बिदा चाहन्छु। जय नेपाल।